धरानको पूर्व मेहेर हर्क सामदाङ देख्दाखेरि आजकल त अचम्म लाग्न थाल्यो। कहिले भनेको छ चुनाव जितेपछि 1 करोड त्यो साबेल भित्राउँछु भनेको छ होइन। साबेल जनतावादी सबै विदेशमा छन्, साबेल आफै चल्छ, आफै काम हुन्छ कि रोबोट ल्याउने साबेल चलाउनको लागि। यस्ता बगन फुसे कुरा गरेर चुनाव जितिन्छ। अनि कहिले उसमा गएर नाचेको छ सेतो फेटा बाँधेर, चुनावी प्रचारमा हिँडे हो कि जातीय उ देखा हो कि। अनि कहिले बालन शाहको बुढीले भोट माग्दा हिँडेको छ, उम्मेदवार चाहिँ को रहेछ भनेको छ होइन। श्रीमान उम्मेदवार हुँदाखेरि श्रीमती भोट मागेर हिँड्नु मिल्दैन। त्यसो भए त अरू कोही हिँड्नु भन नि, एकजना मात्रै हिँडे भइहाल्थ्यो नि, जो उम्मेदवार छ त्यही मात्रै। अनि अर्काको कुरा काट्ने होइन क्या, अर्का सामताङ अर्काको कुरा काट्ने होइन, आफ्नो एजेन्डा बताउने हो। चुनावमा प्रसारमा हिँड्दाखेरि, भोट माग्दा हिँड्दाखेरि मैले जितेँ भने यो गर्छु, मैले जितेँ भने यो गर्छु, मैले जितेँ भने यो गर्छु, त्यस्ता कुराहरू पो गर्ने त। कोहीले कालो चस्मा लगायो, कोहीले सेतो चस्मा लगायो, कोहीले पहेँलो चस्मा लगायो होइन। चस्माको रिस किन गर्नु पर्यो? सुहाउने भए तिमी पनि लाउ न। तिम्रो त अनुहारै बाँदरको परेको छ, बाँदरको हातमा नरिवल जस्तो हुन्छ, चस्मा लगायो भने सुहाउँदैन होला। अनि त्यो भएर नला, जसलाई सुहाउँछ उसले लाउने हो, तिमी विरोध पनि नगर क्या। अनि काम गरेर देखाउने हो, विरोध गर्ने होइन। अर्काको विरोध गरेर जनताले भोट हाल्दैन नि क्या। आफ्नो एजेन्डा बताउने हो, आफू जनताको सामुन्ने उभिने लायकको बनाउने हो आफूलाई। अरूको खुट्टा तानेर माथि पुगिन्छ? सँगसँगै सिँढी हाल्नु सक्नुपर्छ क्या माथि पुग्नको लागि। अझै माथि पुग्नु छ भने अझै लामो सिँढी हाल्नुपर्छ, खुट्टा तान्ने होइन। यस्तो बुद्धि भएको मान्छे देशको प्रधानमन्त्री बन्छु रे, अरू को छ प्रधानमन्त्री बन्नु लागेको? प्रधानमन्त्री बन्ने नै हर्का सामताङ हो रे, ठुक्क घाँस खाने। यस्ता बुद्धि भएको मान्छे प्रधानमन्त्री बन्यो भने झन् देशको हालत के होला? जान्छ होला हाम्रो देश खोलै खोला।